सक्नुहुन्छ नि 45 दिनको बसेपछि चाहिँ आज फर्स्ट टाइम ड्युटी आएको अनि म तपाईलाई सबै साथीहरू बाहिर निस्किसक्यो म र मेरो साथी चाहिँ यहाँनिर भक्क निस्किँदैछु मेरो साथी चाहिँ टोइलेट पस्यो एकदमै गाह्रो भयो ड्युटी आउनलाई हैन 45 दिन बसेपछि चाहिँ फर्स्ट दिनमा ड्युटी गर्नु गाह्रो भयो तर पनि 8.5 घण्टा ड्युटी गरियो अनि अब घर जाँदैछु है घर जाने बेला र आउने बेला चाहिँ हामीले यसरी पोच गर्नुपर्छ हैन अनि यो हाम्रो स्टार कति छ भनेर यसरी हेरिन्छ मेरो 6 दिन माइनस रहेछ मैले 6 घण्टा माइनस भएछ मेरो 6 घण्टा मैले यहाँनिर काम गर्नुपर्छ अस्ति 45 दिनको बसाइले गर्दाखेरि मेरो 7 दिन अझै 7 दिन पनि माइनस भएछ हैन मेरो अझै 7 दिन 6 घण्टा माइनस छ अब मेरो यो चोटी सेलेरी पक्कै थोरै आउँछ है अनि मेबी त्यसपछि यहाँ थिच्यो र अब यो दुम्म भनेको चाहिँ घर हो भनेको अनि घर गएँ अब घर जाँदैछौँ हाम्रो चाहिँ पालै ड्युटी हुन्छ अनि अरू यस्तो गाडीमा आउँछ हाम्रो यहाँको मान्छे चाहिँ सबै गाडी हुन्छ हाम्रो यहाँ गरिबको पनि यो युरोपमा चाहिँ गाडी नै हुन्छ थोत्रे मात्रै भए पनि हैन अनि यस्तो गाडीमा उनीहरू जान्छ एकदम पानी पर्न लागेको छ हिउँ पर्न लागेको छ अनि मौसमले चाहिँ च्यालेन्ज दिएको छ हैन यसो तातो खाऊ भनेर अनि घर जाँदैछु अनि हाम्रो नेपाली भाइहरू पनि आउँदै हुनुहुन्छ अनि हाम्रो यहाँ नेपाली दाजुभाइहरू चाहिँ यसरी कुद्छन् अगाडि मासु बोकेर कुद्दैछन् हैन हामी पनि पछि जाँदैछौँ हामी पनि मार्केटतिर लागेको चामलहरू छैन रहेछ घरमा आउँदाखेरि त है 45 दिनमा अस्ति बिग्रिन्छ भनेर सबै खाएर गयौँ अनि आउँदाखेरि त रहेनछ हिजो त हामीले हिजो र अस्तिको दिन त यसो नेपालदेखि ल्याएको चाउचाउहरू पकाएर खायौँ हैन अनि अझ त खानु पर्यो भात 2-3 दिनमा त त्यही भएर हामी चाहिँ मार्केटतिर जाँदैछौँ